अब ठ्याक्क सबैजनालाई स्वागत छ मेरो आजको वाच भ्लगमा। र यहाँ चाहिँ म ठ्याक्कै यो हामी भगतपुरमा आज सर्भे गर्दा गर्दै ठ्याक्कै साँझको 7 बजिसक्यो। र यहाँ चाहिँ म चाहिँ ठ्याक्कै यो आन्टीको घरमा आएको थिएँ। र आन्टीको चाहिँ यो खसी चाहिँ बोको हो कि खसी हो आन्टी? बोका। यो बोका रहेछ। यो बोका फेरि पुरा राँगो जत्रो बोको रहेछ। यसको यसको मूल्य कति भन्नुभयो आन्टी? 70। ल 70मा चाहिँ यो राँगो जत्रो चाहिँ बोको कसैलाई चाहिए भने ल यसो यता हाजिर गर्नु होला। कसैलाई चाहिए भने के भगतपुर यो के टोल भन्छ यो? आदर्श टोल। आदर्श टोल। अङ्कलको नाम के हो अङ्कलको? शेरबहादुर सावरजीको घरमा चाहिँ यो खसी यो बोको यो यहाँबाट चाहिँ हजुरले चाहिँ लिन सक्नुहुन्छ। यदि कसैलाई चाहिए बोकै चाहिए ठुलै राँगै जत्रो बोको चाहिए भने यहाँ हेर्न सक्नुहुन्छ। अब मोलभाउमा त अलिअलि तलमाथि भइहाल्छ, तर उहाँले भनेको पनि अब ठ्याक्कै हुन्न नि त, होइन कि कसो आन्टी? हो कि नै? ल यहाँ चाहिँ आएर चाहिँ बोका उठाउन सक्नुहुन्छ है त। ल यति भन्दै ल ल थ्याङ्क यू सबैजनालाई। ल धन्यवाद।